1814 देखि 1816 सम्म चलेको नेपाल अङ्ग्रेज युद्ध गोर्खा युद्ध त्यस बेलाको नेपाल अधिराज्य र ब्रिटिस इस्ट इन्डिया कम्पनी बीच भएको थियो, जसको परिणामस्वरूप सुगौली सन्धि भएको थियो र नेपालले आफ्नो 1/3 भूभाग बेलायतलाई सुम्पनु परेको थियो। नेपाल र अङ्ग्रेज ब्रिटिस इस्ट इन्डिया कम्पनी सरकार बीच 1814 देखि 1816 सम्म भएको युद्धलाई एङ्ग्लो नेपाल युद्ध पनि भनिन्छ। यो युद्धमा नेपालमाथि ब्रिटिस इस्ट इन्डिया कम्पनी सरकारले मोरङ, मकवानपुर, बुटोल, अल्मोडा, कुमाउँ, नाहान, जैथक, मलाउ, देउथल तथा नालापानीमा आक्रमण गरेको थियो। भर्खरै सुदृढ हुँदै गरेको थोरै मात्र जनसङ्ख्या भएको नेपालले तालिम प्राप्त सैन्य नभए पनि बहादुरीपूर्वक लडेको थियो। नेपाली गोर्खालीको बहादुरीका बारेमा अङ्ग्रेज जनरल अक्टर लोनी, जनरल जेलेस्पी, जनरल मार्ली तथा जनरल वुडले धेरै शब्दले प्रशंसा गरेका छन्। यस युद्धमा नेपालसँग लडेर जितेर भन्दा नेपालसँग सन्धि गरेर बढी फाइदा लिन सकिने देखेर अन्ततः अङ्ग्रेजहरूले सन्धिको प्रस्ताव सारे। थोरै सैन्य शक्ति र सैन्य संसाधनले लडेको नेपालले सुदूरपश्चिममा बहादुरीपूर्वक लड्दै युद्ध हार्नु परे पनि पाल्पा मकवानपुरमा नेपालले अङ्ग्रेजी सेनालाई हराइदिएको थियो। यो युद्धको समाप्ति सुगौली सन्धि मार्फत भयो। यस युद्धमा नेपालको तर्फबाट लड्ने काजी अमरसिंह थापा, काजी बलभद्र कुँवर, सरदार भक्ति थापा, रामकृष्ण कुँवर, काजी उजिरसिंह थापा, काजी वंशराज गुरुङ लगायतको वीरताको अङ्ग्रेज सरकारले पनि सम्मान गर्ने गरेको छ। यो युद्धको समाप्तिपछि अङ्ग्रेजहरूले बहादुर गोर्खालीलाई आफ्नो सेना सिरमौर बटालियनबाट सुरु भएकोमा लाहोरदेखि सुरु गरे, जसले गर्दा नेपाली समाजमा लाहुरी शब्दले प्रवेश पायो। गोर्खालीहरूलाई भर्ती गरेपछि अङ्ग्रेजहरूले त्यस यताका प्राय सबै युद्धमा गोर्खाली सेनाको धेरै या थोरै प्रयोग गरिरहेको छ। उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाए पनि धेरै ठुलो विशाल नेपालको इलाका, जसमा पश्चिम क्षेत्रमा हालको भारतको उत्तराञ्चल राज्य, हिमाञ्चल राज्य तथा पन्जाबमा पर्ने केही साना पहाडी रजौटा समेत पर्दथे भने पूर्वमा दार्जिलिङदेखि लिएर टिस्टा नदीसम्मको तराई तथा पहाडी भूभाग ब्रिटिस इस्ट इन्डिया कम्पनी सरकारलाई सुगौली सन्धि अन्तर्गत सुम्पनु पर्यो। सिक्किममाथिको अधिकार पनि त्याग्नु पर्यो। तर ब्रिटिसले नेपाललाई 1822मा मेचीदेखि राप्तीसम्मको तराई तथा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरको क्रियाकलापबाट खुसी भएर राप्तीदेखि महाकाली बीचको तराई भूभाग 1860मा फर्काएका थिए। शताब्दीदेखि काठमाडौँ उपत्यका 3 अधिराज्यहरू, 1 काठमाडौँ, 2 पाटन, 3 भातगाउँ, अहिलेको भक्तपुर, बाहिरी खतराको सोच नराखी आपस्तमा लडाइँ गरिरहन्थे। यही सङ्कीर्णताले गर्दा सन् 1769मा यस काठमाडौँ उपत्यकामा गोर्खाका राजा पृथ्वीनारायण शाहले आक्रमण गरी कब्जा गरे, जसको फलस्वरूप वर्तमानको नेपाल देशको अधिराज्यसित गोर्खा राज्यसित लड्नको निम्ति सहायता मागे। कप्तान किन लोकलोको नेतृत्वमा 2500 सेना बिना तयारी लड्नको निम्ति गए। चढाइ विपत्तिजनक भयो। ब्रिटिसको बिथाहको सेनालाई गोर्खा सेनाले सजिलै जित्यो। काठमाडौँ घाँटीको यो विजय सम्पूर्ण क्षेत्रको निम्ति गोर्खा सत्ताको विस्फोटक सुरुवात थियो। सन् 1773मा गोर्खा सेनाले पूर्वी नेपाल कब्जा गर्यो र सन् 1788मा सिक्किमको पश्चिमी भागमा अधिकार जमायो। पश्चिमतर्फ काली नदीसम्म सन् 1790मा लियो। त्यसपछि सुदूरपश्चिम कुमाउँ क्षेत्र र यसको राजधानी अल्मोडा समेत गोर्खा राज्यभित्र हालियो। आफूभन्दा बलियो र आधुनिक युद्ध सामग्रीले सुसज्जित शक्तिसँग युद्ध लडेकाले सुगौली सन्धि पछिको दिनहरूमा नेपाली सेनामा पेशागत तालिम सुरु गरियो। सेनालाई ब्यारेकमा राखी छाउनी खडा भए। सैनिक मुख्यालयको स्थापना, स्वयम्भू बारुदखाना आदि खडा भए। फ्रान्सबाट सैनिक अधिकृतहरू झिकाई फेरि पनि आधुनिक तालिम दिइयो। सैनिक सुविधा बढाइयो। सकारात्मक भन्दा गुणात्मक सेना बढाउनु, नेपाली सेनाको सङ्ख्या कटौती गरी चुस्त प्रकारको सेना राखियो। युद्धकै बेला अङ्ग्रेज तथा भारतीय मूलका अङ्ग्रेज फौजहरूको सम्पर्कबाट नेपाली सेनामा शिक्षा, सभ्यता, औषधि उपचार, खानपिन, लवाई खुवाई आदिमा सामाजिक चेतना बढ्यो। सेनामा रहेका पुराना काजी ग्रुप र नयाँ जर्नेली ग्रुपको हानाथापको अन्त्य भयो। पुराना काजी ग्रुपका प्राय सबैले सेनाबाट अवकाश लिए। अब जर्नेल कर्नेल समूहको मात्र सेनामा पकड रह्यो। जे जसो गरे तापनि एकतामा बल भने सिद्ध भयो। नेपाली सेनाको भन्दा इस्ट इन्डिया कम्पनी सैनिकको सुविधा धेरै राम्रो थियो। त्यसैगरी त्यहाँ पश्चिम मुलुकहरूको सामाजिक सभ्यता झल्किन्थ्यो पनि। उनीहरू शिक्षित थिए। त्यहाँ जातपात थिएन।
त्यस्ता देशबाट तालिम प्राप्त नेपाली लाहुरीहरूले ब्रिटिस सेनामा भर्ना भई अन्ततः नेपालकै आर्थिक, सामाजिक, राजनीतिक तथा शैक्षिक क्षेत्रमा परिवर्तन ल्याए। जहाँ जहाँ लाहुरीहरूको घना बसोबास छ त्यहाँ अहिले पनि नेपालीहरूको राम्रो अनुशासन, सच्चाइ, शिक्षा, सरसफाइ, सम्मान जस्ता उत्कृष्ट सभ्यता देखिन्छ। त्यो नेपाल अङ्ग्रेज युद्धपछि विकास हुँदै गएको सकारात्मक पाटो हो। पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म भएको बृहत नेपालको करिब आधा भूभाग युद्धको कारणले छाड्नु पर्यो, जुन नेपालीको लागि ठुलो पीडा बन्यो। राजा द्रव्य शाह, राजा राम शाह, राजा नरभूपाल शाह, राजा पृथ्वीनारायण शाह, रानी राजेन्द्र लक्ष्मी, राजकुमार बहादुर शाह समेतको नेतृत्व र प्रेरणाबाट एकीकृत विशाल नेपाल तासको घर जस्तै भत्कियो। नेपाल अङ्ग्रेज युद्ध अगाडिसम्म नेपालको सिमाना हाल मेची नदी नजिक रहेको बङ्गालको खाडीसम्म जोडिएर सामुद्रिक मार्ग पाएको थियो। तर युद्धपछि नेपालको सिमाना मेची नदी भएकाले सो सुविधाबाट वञ्चित भई नेपाल भूपरिवेष्टित बन्न पुग्यो। तल देखाइएको नेपालको नक्साको पूर्व र पश्चिमपट्टि रहेको कालो रङले इङ्गित गरेको क्षेत्र नेपाल अङ्ग्रेज युद्धमा नेपालले गुमाएको खण्ड हो, जसमध्ये पूर्वपट्टिको भागले हाल भारतमा रहेको गङ्गा सागर र बे अफ बङ्गाल छोएको छ। यदि यो भाग नगुमेको भए हाल नेपाल भूपरिवेष्टित देश हुने थिएन। जनधनको क्षति हुनु युद्धको विशेषता नै हो। यस युद्धमा नेपालले भक्ति थापा, हस्तिदल शाह लगायतका हजारौँ वीर तथा वीरङ्गना गुमायो। नालापानी, जैथक र मलाउको किल्लाबाट सयौँ नेपाली वीरङ्गना नारीहरू समेत लडेका थिए। अर्कोतर्फ हेर्ने हो भने त्यस युद्धमा नेपालले ठुलो धनराशि खर्च गर्नु परेको थियो। कुमाउ, नालापानी, खलङ्गा, जैथक, मलाउ, बुटवल, हरिहरपुर गढीको युद्धहरूमा हजारौँ नेपाली वीरहरूको ज्यान गएको थियो। भक्ति थापा जस्ता महान योद्धाले वीरगति प्राप्त गरे। सुगौलीको सन्धिपछि जो युद्धबाट असन्तुष्ट थिए, थुप्रै नेपालीहरू नेपाली सेनाबाट अवकाश लिई विदेशिएका थिए। नालापानी युद्धका नायक बलभद्र कुँवरले त्यसको नेतृत्व गरी करिब 2 कम्पनी फौज पन्जाबको राजा रञ्जित सिंहकोमा नोकरी गर्न पुगे। उता बडाकाजी अमरसिंह थापा सैनिक नोकरीबाट सन्यास लिई केही समयको लागि सिन्धुपाल्चोक जिल्लाको भोताङ भन्ने ठाउँमा बस्न पुगे। पछि गोसाइकुण्ड गई ध्यान गर्दा गर्दै उनको त्यही मृत्यु भएको थियो। अर्थोपार्जनको लागि भनेर जसरी परिभाषित गरिए तापनि नेपालीहरूले ब्रिटिस इन्डियन आर्मीमा भर्ना हुने प्रचलन सुरु भयो, जुन राष्ट्रिय सम्मानको लागि राम्रो होइन। पहिलो र दोस्रो विश्वयुद्धमा त राणाहरूले खोजी खोजी नेपाली युवाहरूलाई ब्रिटिस सेनामा भर्ती हुन पठाए। यो प्रथा युद्धमा हारपछि नेपालीहरूलाई जबरजस्ती थोपरिएको थियो। हालसम्म पनि नेपालीहरू त्यस प्रथाको विरासतबाट ब्रिटिस गोर्खा र भारतीय गोर्खाको नामबाट भारतीय र बेलायतीय सेनामा काम गर्दै आएका छन्। ब्रिटिसले कुमाउँ र सिक्किम लिएकाले उनीहरूले सिधै तिब्बतसँग व्यापार गर्न थाले, जसबाट नेपाललाई आर्थिक घाटा हुन गयो। राजा पृथ्वीनारायण शाहको समय विक्रम सम्वत 1800 देखि 1866 सालसम्म नेपाल राष्ट्र एकीकरण युद्धमा र बीचमा नेपाल तिब्बत युद्ध तथा नेपाल चीन तिब्बत युद्धमा व्यस्त थियो। पछि गएर अङ्ग्रेजसँगको युद्धमा होइनु पर्यो। सुगौली सन्धिपछि नेपाल कुनै पनि सैनिक कारबाहीमा संलग्न भएन। एक किसिमको फुर्सदी समय भयो। राजा नाबालक रानीको हातमा शोषण र भारदारहरूको शक्ति हत्याउने महत्त्वाकांक्षाले नेपाल विभिन्न खलको राजनीतिक गुट र उपगुटमा विभाजित भयो। काम नपाएका भारदारहरूको राजनीतिक खिचातानीले नेपालको राजनीति साह्रै प्रदूषित भयो, जसको कारणले पछि गएर प्रधानमन्त्रीहरूको हत्या, कोत पर्व, भण्डारखाल पर्व जस्ता घटनाहरू घटे र नेपालमा राणा शासनहरूको स्थापना भयो। युद्धको विजय पश्चात बेलायतको नेपालमा औपचारिक रूपले ब्रिटिस रेजिडेन्सी खुल्यो। उसको लागि यो राजनीतिक सफलता थियो, जसको अस्तित्व पछिसम्म पनि रहिरह्यो र हाल बेलायती राजदूतावासको रूपमा उपस्थित छ। ब्रिटिस रेजिडेन्सी लैनचौर काठमाडौँ मार्फत वैध र अवैध तरिकाले सङ्कलित नेपालका हजार अमूल्य पुराना कागजपत्रहरू, दस्तावेजहरू, सरसामानहरू बेलायत पुर्याइए। नेपालको लागि त्यो ठुलो घाटा थियो, जसको कारणले नेपालको इतिहास अपाङ्ग भएको छ भन्नेमा अयुक्ति नहोला।